निसासिएको म, बल्ल तल्ल श्वास फेर्दै गरेको म र बोल्नै नसकेको ममा तिमीले के देख्यौ? चिरिँदै गरेको छातीबाट निस्किएको मधुर आवाज, छरपष्ट भएका सपनाहरूले बनाएको सानो गल्ली, उकुस मुकुस भएर पोखिनै लागेका दुःख र आँखा नखोल्दै विलिन भएका खुसीहरू के देख्यौ तिमीले? म, मेरो सपना या मेरो कहाली लाग्दो दुःख? देख्यौ होला केवल 32 दन्त फिजाएर मुसुक्क मुस्काएको पीडादायी हाँसो, सर्लक्क परेको खाइलाग्दो ज्यान मात्रै भनौं या थपौं केही? तिमीमा जहाँ दुःखको आभास छैन, पकेटले अरबौंको कारोबार गर्छन्, खल्तीहरू रित्तिन पाउँदैनन्, चार पंख फिजाई उडिरहेछौ बाआमाको पसिनामाथि। जबसम्म तिमी आफूले आफैलाई आफ्नो हुँ भन्न सक्दैनौ, तबसम्म मलाई डर छ तिम्रो हुनुमा। कतै चिप्लिने पो हौ कि? पक्कै पनि बर्सातले, छहारी र घामले शीतल खोज्ने दिन आउँछ। तिमी ढुक्क हुनु निभेको आगो पनि बोल्ने दिन आउँछ। तिमी अनि ममा तुलना गरिन हाल न, हाम्रो त बाटोहरू नै फरक छ। एक म छु गोरेटो बाटो हिँडिरहेछु, एक तिमी छौ चौबाटो कुरिरहेछौ। यदि हतार गरेनछौ भने भेट अवश्य हुनेछ एक बिन्दुमा, जुन बिन्दु तिम्रो र मेरो दूरताको अन्तिम बिन्दु हुनेछ।